नमस्ते, फेरि पनि मैले भ्लग कन्टिन्यू गरेँ। अब हाम्रो कोलकाताको यात्रा सुरु भयो। हामीले पहिला चाहिँ होटेलमा गएर रेस्ट गऱ्यौँ। त्यसपछि फ्रेसन अप भएर चाहिँ हामीले पहिला सुरुमा चाहिँ कालीघाट मन्दिर जाने निर्णय गऱ्यौँ। त्यसैले हामी मेट्रो चढेर फर्स्टमा कालीघाट मन्दिर गयौँ। हेर्छ त मन्दिरमा एकदमै भिड थियो अनि त्यही भएर त्यहाँ चाहिँ हामीले 50 रुपिज इच तिरेर पण्डाहरूसँग सिधै गएर दर्शन गऱ्यौँ, किनभने हामीसँग टाइम पनि लिमिटेड थियो है, त्यही भएर। अनि यहाँ यस्तो खालको दर्शन हुन्छ। हेर्छ न यो आमालाई कस्तो डेन्जर तरिकाको उहाँको प्रेयर गर्ने स्टाइल होला आफ्नो होइन। त्यसपछि हामीले पनि पूजा सामानहरू लियौँ अनि यो चाहिँ एउटा शक्तिपीठ मानिन्छ। त्यसपछि हामीले आफूले घरबाट लगेको चामलहरू धुपहरू पनि बाल्यौँ अनि यो प्रसाद पनि मन्दिरमा लगेर चढायौँ। दर्शन चाहिँ एकदमै राम्रो भयो। तर यो पण्डाहरूले चाहिँ पैसा ठग्नको लागि फेरि यो गर त्यो गर, जोडीहरू अगाडि आऊ भनेर भन्छ। सो त्यस्तो स्क्यामबाट चाहिँ हजुरहरू बस्नु होला है। त्यसपछि अरू पनि महादेवको मन्दिरहरू थियो, यता भित्र मन्दिरहरू सबै परिक्रमा लगायौँ। अब यति गरिसकेपछि हामी फेरि फर्क्यौँ र हामीले फेरि मेट्रो लियौँ। त्यसपछि हामी लाग्यौँ दक्षिणेश्वर काली मन्दिर। यो चाहिँ 1 घन्टा लाग्दो रहेछ त्यहाँबाट। यहाँ चाहिँ रामकृष्ण परमहंसले चाहिँ साक्षात् काली माताको दर्शन पाएको अनि बाहिरपट्टि सेम यस्तै मूर्ति राखिदिएको थियो, भित्र पनि यस्तै मूर्ति थियो। त्यसपछि हामी गयौँ बेलुर मठतिर, जहाँ विवेकानन्दको आश्रम छ अनि त्यहाँ चाहिँ हामीले फेरि चढेर जानुपर्ने हुन्छ, साँझमा खुल्छ। हेलो हामी चाहिँ यो गङ्गाको किनारमा छौँ हैन। अब हामी टक्क यसरी बोटिङ गर्न जाँदैछौँ। आउँदैछ, हेर्नु सक्नुहुन्छ हजुरले नजानाहरू। त्यो बोट जस्तै हामी जाँदैछौँ। फेरि चढेर फेरि जय फेरि। हुगली रिभर हो कोलकाताको। त्यसपछि यहाँ फेरि आउँदैछ। हामी पनि यहाँ ढोका खोलेपछि अब आफ्नो बाटो लाग्दैछौँ। फेरिमा चाहिँ छिटो गएर लाइन बसेन भने चाहिँ उठेर पनि जान पर्न सक्छ होइन। त्यही भएर हामी चाहिँ अगाडि हिँड्दैछौँ आफ्नो सिट पाइयोस् भन्नको लागि। बोट पनि आइपुग्यो। त्यसपछि हामी बोटमा चढेर यो बोटबाट खिचिएको दृश्य हजुरहरूले भिडियोमा देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ दक्षिणेश्वर काली मन्दिरको पछाडिको साइड पनि देखिन्छ है, चाहिँ हाम्रो फेरिमा बसेको। त्यसपछि हामी पुग्न आँट्दा यस्तो साँझ पर्न लागिसकेको थियो। यहाँ चाहिँ एकदमै धेरै एरिया थियो है। हामीले मजाले चाहिँ सबै घुम्न पाएनौँ। अलिअलि मेन मन्दिर हेऱ्यौँ। त्यहाँनिर नित्य आरतीहरू रहेछ, पूजाहरू गर्ने चलनहरू रहेछ, लाइभ पनि देखाइदिँदो रहेछ, त्योहरू हेऱ्यौँ। अनि फेरि चढेर चाहिँ फर्किनु पर्ने हुन्छ। त्यही भएर हामी फेरि चढेर फर्किँदैछौँ। दर्शनहरू गरेर त्यहाँ पनि मजाले आधा घन्टा जस्तो स्पेन्ड गरेपछि अब हामी ब्याक टु फेरि कोलकाताको लागि ब्याक टु हाम्रो होटेलको लागि निक्ल्यौँ। अनि बेलुर मठमा हामीले फोटो पनि खिचेका थियौँ। कुनै क्लिप्सहरू मैले यहाँ राखिदिएको छु, अट्याच गर्दैछु। अब यो चाहिँ अर्को नेक्स्ट मर्निङमा हो। त्यहाँ चाहिँ यस्तो फ्रुट्सहरू बेचिरहेको थियो। हामीले होटेलबाट फ्रेसन अप भएर निक्लेपछि यसरी जाने बाटोमा हो। अनि यो स्टार फ्रुट भन्ने चाहिँ मैले अहिलेसम्म ट्राई गरेको थिएन। सो ट्राई गरेँ, तर अमिलो हुँदो रहेछ, अलिक खट्टा टाइपको। खासै मिठो त थिएन, तर ठिकै थियो। नयाँ ठाउँमा नयाँ फ्रुट्स ट्राई गरियो। त्यसपछि अम्बा चाहिँ साह्रै मिठो थियो है। यहाँको सबैजनाले मजाले अम्बा खायौँ हामीले। मजा आयो। अनि म चाहिँ यहाँ स्टार फ्रुट सबैलाई चखाउँदैछु।
मम्मीहरू चाहिँ पैसाहरू दिन लागि छु सबैजनाले खाएको भिडियोहरू पनि मैले राखिदिएँ। त्यसपछि अब पालो आयो ट्राम्पको। कोलकातामा ट्राम्प चढ्नुपर्छ नि गएपछि होइन, किनभने कोलकाताको ट्राम्प त एकदमै पपुलर हो नि त, अनि यसको रेन्ट पनि धेरै नलाग्ने कि। ट्राम्प आइराख्दो रहेछ टाइममा, एभ्री आधा घन्टामा आउँछ होला सायद। त्यसपछि हामी ट्राम्पभित्र बस्यौँ। यस्तो ट्राम्पमा पनि सिट त खाली नै थियो, मजाले सिट पाइयो, बसियो। 1 राउन्ड लगाउँदो रहेछ यसले चाहिँ। त्यसपछि हामी एस्प्ल्यानेडमा झऱ्यौँ। मेरो पनि भिडियोहरू लिइदिनु भएको छ सबैजनाले, एकअर्काको भिडियोहरू क्लिक गर्थ्यौँ हामीले। अनि उहाँले मलाई आऊ सँगै बस भन्दै उसिन्छ, सो म पनि गएर सँगै बसेँ। अनि भिडियो बनाएँ थोरै, किनभने यो त यस्तो मोमेन्ट त सधैँ आउँदैन नि त, त्यही भएर भिडियो त बनाउनै पर्यो नि होइन र साथीहरू। सबैजनाको भिडियो लिदिएँ मैले। सबैजनाले बस्ने ठाउँ चाहिँ मजाले पाइसकेको थियो। काइन्ड अफ सानो ट्रेन जस्तै हुँदो रहेछ। हेर्छन बस्ने सिटहरूको फर्मेट पनि डिफ्रेन्ट खालको, बसभन्दा भिन्न छ यो। यसरी चल्दो रहेछ यो चाहिँ, यसरी अपरेट गर्नुपर्दो रहेछ उठी। त्यसपछि अब हामी भिक्टोरिया पुग्यौँ। यस्तो छ, भिक्टोरिया घुम्न चाहिँ लगभग 2 घन्टा जति टाइम लाग्छ। यस्तो कार्भिङहरू बनाएको थियो। हेर्छ न कस्तो राम्रो एलिफेन्ट्सहरू छ यसमा। भिडियो बनायौँ, बाहिर फोटोहरू बनायौँ। यता चाहिँ बाहिर चाहिँ अलिक खाली थियो, भित्र चाहिँ एकदमै भिड थियो। यता पनि हामीले चाहिँ खाली भएको मौकामा मजाले भिडियोहरू मजाले बनायौँ। यो घुम्न चाहिँ 2 घन्टा लाग्छ, त्यही भएर हामीले यसलाई चाहिँ लास्टमा राखेका थियौँ। पार्क पनि छ होइन, यता एकदमै राम्रो फुल बिरुवाहरू छ। सो यो पनि हेर्नु होला, हजुरहरू जानुभयो भने एकदमै राम्रो छ। आर्किटेक्चरहरू एकदमै खतरा खालको छ है। भित्रको दृश्य चाहिँ यस्तो छ, हजुरले हेर्न सक्नुहुन्छ भिक्टोरियाको भित्र के छ कस्तो छ भनेर। मैले राखिदिएको छु भिडियोमा, हेर्छु होला। यस्तो वेपन्सहरू पनि एकदम सुरक्षित साथ राखिएको रहेछ। त्यसपछि मामु चाहिँ यसरी बसेछ, यहाँ बस्ने ठाउँ पनि छ भित्र। हेर्छ न भिड कति छ। यतानिर तोप रहेछ। यस्तो वारमा जाँदा काम लाग्ने सामानहरू, अनि यो एकदमै कलेक्टिभ बुक्सहरू है। त्यसपछि यो चाहिँ भिक्टोरियाको स्ट्रक्चर यस्तो छ भनेर एउटा बनाएर राखेको रहेछ। प्लानको कसरी बनेको छ, त्यो कस्तोमा फैलिएको छ भनेर। अनि यहाँ हेर्छ न कस्तो एन्टिक कुराहरू यहाँ सम्हालेर राखेको छ। आर्किटेक्चर हेर्छु कस्तो खतरा छ त्यो बेलाको, त्यो जमानाको। अनि फुफू अनि दिदी पनि हेर्दै बसिन्छ, एक्सप्लोर गर्दै बसिन्छ। यहाँनिर चाहिँ ग्रेट पर्सनालिटिजहरूको पोर्ट्रेटहरू राखेको थियो। यसमा अझै अरू बुक्सहरू, फ्याक्स मसिनहरू, अरू मोर पर्सनालिटिजहरूको पिक्चर्स, महात्मा गान्धी, रविन्द्रनाथ टेगोरहरूको पिक्चरहरू थियो। अनि यहाँ हेर्छ न इक्विपमेन्ट्सहरू, तोपहरू कस्तो युनिक खालको। त्यसपछि मैले बाबासँग नि भिडियो बनाएँ। अब त्यसपछि फुफूहरू माथिको फ्लोरतिर लागिस्यो। पर्याङ पनि हेर्छ न कत्रो खतरा खालको के। अब यहाँ फेरि भिन्नै छ, हेर्छ न यो। त्यसपछि मेरो चप्पल हराएर चुड्डिएर मैले यस्तो चप्पल लाएर जानु परेको थियो। त्यसपछि म पनि माथितिर लागेँ। दिदी पनि चढ्दै उसिन्छ माथि हेरेर। हामी अब अर्को साइडतिर गयौँ। त्यसपछि यहाँबाट पनि माथि गएर
माथि यस्तो बाल्कनी टाइपको छ, त्यहाँ जाउँ न भनेर म देखाउँदैछु। अनि हामी जाँदैछौँ हेर्नलाई। यहाँबाटको भ्यू पनि एकदमै राम्रो थियो, तर फुटेज चाहिँ अलिक ठिक ठिकै आएको छ। हेर्छ न ढोका कस्तो खतरा। त्यसपछि यहाँ यस्तो बाल्कनीबाटको भ्यू यस्तो छ। यता पछाडिबाट पनि इन्ट्री गर्न मिल्दो रहेछ। हामी चाहिँ अगाडिबाट इन्ट्री गरेका थियौँ, यो चाहिँ पछाडिको पार्ट भयो। त्यसपछि अब त्यति एक्सप्लोर गरेर हामीले सबै म्युजियमहरू हेरेपछि चाहिँ अब लाग्यौँ तलतिर। यस्तो काठको भर्याङहरू पुरै मल्लकालको राजाहरूको पालोको बिल्डिङ भवनहरू जस्तै है। अनि यो गेटबाट चाहिँ हामी बाहिर निक्ल्यौँ। भिक्टोरिया पनि हामीले सकायौँ। घुम्ने त धेरै ठाउँ थियो है त्यहाँनिर, तर हाम्रो टाइम चाहिँ एकदमै लिमिटेड भएको भएर हामी धेरै ठाउँहरू एक्सप्लोर चाहिँ गर्न पाएनौँ। जति पनि ठाउँहरू गएको थिएँ मैले क्लिपहरू अट्याच गर्दैछु, हजुरहरूले हेर्नुहोला कोलकाताको केही दृश्यहरू। त्यसपछि यहाँ बाहिर आयौँ अनि पानीहरू पियौँ र सबैजनालाई हामीले कुर्यौँ। त्यसपछि यहाँ स्कुलको बच्चाहरूलाई पनि लिएर आएको रहेछ। थुप्रो थियो त्यो दिन मान्छेहरू। यस्तो बाहिर चाहिँ राम्रो राम्रो फुलहरू यो बाहिरबाट देखिएको हो, भिक्टोरिया मेमोरियल। हेर्छ न मार्बलको पुरै खतरा छ कि, एकदमै हेर्न लायकै छ। हेर्नुपर्छ एकचोटि कलकत्ता गयो भने पक्कै पनि हजुरहरूले पनि यसलाई हेर्न गइसेला। त्यसपछि कोलकाताको स्ट्रिट्सहरू चाहिँ यस्तो छ, एकदमै राम्रो बाटोहरू, हरियाली चारैतिर। इन्डियाको बाटो चाहिँ एकदमै राम्रो हुने कि। त्यसपछि यस्तो येल्लो ट्याक्सी चाहिँ हामी त चढ्न पाएनौँ, बट मेरो हस्बेन्डले चढिसकेको रहेछ। जो क्लिप यहाँ मैले राखेको थिएँ। त्यसपछि यो देवी सौदुरानी भनेर लेखेको रहेछ। यहाँको मेन्यु हेर्छ न कस्तो फेसिनेटिङ के, एकदमै युनिक लाग्यो मलाई चाहिँ। भेराइटी पनि कति धेरै थियो। अनि तर यो फुड प्लेस जानलाई चाहिँ हामीलाई 1 घन्टाभन्दा पनि बढी लागेको थियो क्या। सबैभन्दा टाढा रहेछ। अब ठाउँ थाहा नभएपछि यस्तै हो, कुनै नजिक हुन्छ कुनै टाढा हुन्छ, तर एकदमै टाढा रहेछ। अरू अप्सनहरू पनि हामीले हेर्न सक्थ्यौँ, बट अब अरू थाहा पनि भएन अथेन्टिक फिस करी कता पाउँछ भनेर। अब कलकत्ताको स्पेसियालिटी त कलकत्तामा गएर खानै पर्यो नि होइन। तर यहाँको एस्थेटिक चाहिँ पुरानो भिन्टेज कलकत्ताको भाइब दिन्छ। हेर्छ न कस्तो दामी छ। सर्भिस पनि राम्रो थियो, खाना पनि मिठो थियो एकदमै। हामी सबैजना गयौँ अनि नन भेजहरू खानेहरूले चाहिँ अरू छुट्टै खाएछ, अनि हामी भेजिटेरियनहरूले छुट्टै खाएछ है। अनि त्यहाँ चाहिँ यस्तो आर्टहरूले पनि रिप्रेजेन्ट गरेर खतरा बनाएको रहेछ। त्यसपछि त्यहाँबाट हामी खाएर निक्ल्यौँ। यही हो फिस करी। अनि मिस्टी दही पनि खाएको थियौँ। हामी रसगुल्ला सन्देशहरू चाहिँ ट्राई गर्न पाएनौँ। अब नेक्स्ट टाइमको लागि राख्नु पर्यो नि होइन साथीहरू। त्यसपछि हामी डोमिनोजमा गयौँ राति, अनि डोमिनोज खाएर अनि होटेलमा गयौँ अनि त्यसपछि सुत्यौँ। कोलकाताको भ्लग यतै एन्ड भयो। थ्याङ्क यू फर वाचिङ। अरू भ्लग पनि आउँदैछ, स्टे ट्युन्ड।